Guess what? Today we are going to a one-night camping near Jorsing Paua. The place is Julia, I think. So we'll be around 8 guys and gonna have a nice retreat, something like that. It's going to be exciting. It's today is a little bit, I don't know, it's not that much sunny. Maybe it's because of pollution or what. It's a little bit cloudy, a bit cold. Okay, this is Mulpani. Here we have 2 cricket stadium, but they have not been able to utilize it for any good reasons. Look at this. This is a decent stadium, right? But we only use that single stadium at TU for everything. I think that's Navarkot right up there. Oh yeah. Can't go. This is one of the, the most fun road out there. It's wide and has a good pitch. Yeah, right from here to Jorsing Paua. I like the vibe of this place as well. It's quite, less crowded, clean, right? I love the vibe. I love the vibe. Just look at this vibe. Lovely. Oh yeah. Over speed at the corners. You have to be very careful regarding that. This is Jorsing Paua. I don't know where we're going from here. This is a nice place. Get out of here. Jorsing Paua, are you there? Oh shit, there is a bad accident over here. The truck hit the bike, huh? मान्छे त बडाङबुङ गएछ जस्तो है एकजना मात्र रहेछ हैन नेपालको अर्को प्रब्लम के छ भन्दाखेरि एक्सिडेन्ट भयो नि अब त्यो एउटा प्रपर प्रोसिजर छैन के लाने जस्तै त्यहाँ न्युरोलोजिकल ड्यामेज भएको भए त्यसरी बोक्नै हुँदैन के टक्कै एउटा स्ट्रेचरमा राखेर बानेर हैन मुभमेन्ट नै हुनु क्या यसै बोकेर लिएर गएको छन् के अब त्यहाँ यो छँदै छैन क्या कस्तो यार त्यही कस्तो जे मलाई त सिम्पल हो नि कुराहरू Hopefully this is the way. The road is nice. ठाउँ चाहिँ दामी छ है बाटोको भाइब चाहिँ दामी छ ल Fantastic vibe. It's okay. Now reach the place. Looks fantastic. Hey, yeah. Aaj mathi ho? Hey. Oh, nice. Sai la. Jump. सही ठाउँ रहेछ त हौ यो त चिल ठाउँ रहेछ ल
मजा आउँदै थियो नि झार्न नि त्यही रहेछ कस्तो लाग्यो टायर ठिक छ नि दाइ ठिक छ है राम्रो ग्रिप छ यार राम्रो छ झर्छ झर्छ हौ सट्टै ल्याउनु झर्छ दामी छ यो ठाउँ अब त्यो मेलम्ची भइहाल्यो तलपट्टिको सक्दैनौ Just look at this view 360 view fantastic chill place that is Melamchi I guess and this is Likhola area and that way is Chisapani Lasivapuri National Park lovely it's त्यो उकालो गयो बाइक यो त जान्छ मेरो झन् इजी अब आफ्नो बानी छ त्यस्तो पावर हुँदैन नि त चाहिँदैन नि त जान्छ जान्छ इजी छैन जानु चाहिँ जान्छ Wait. Wow. Ayo. Nice. त्यहाँ कस्तो हावा नै नचल्ने तातो छ याद गर्नुभयो कहाँ हो ग्राउन्डमा क्या तातो छ क्याम्पिङ गर्नु कस्तो पर्फेक्ट हुन्छ हावा नि चलेन होइन दाइ अर्कै एउटा सिक्योर पनि भयो होइन दाउरा बाल्ने ठाउँ पनि रहेछ दाउरा लिएर आउने क्याम्पिङ त बवाल छ यहाँ क्याम्पिङलाई त दामी छ नि जब अब हामी सनराइजमा यहाँनिर त्यो यो लाइट भ्यूमा कस्तो आउँछ होला यार लानुपर्छ यार त्यहाँ त Nice. Right. Good time. Right. Now we're heading back to our resort. So this is the farm. This is the resort, I think. The name is Jhule Organic Farm Resort. The view is pretty good. Darshan Pawa, Kathmandu side, Bhaktapur side. It's pretty good. Nice. Nice one. पब्लिक बस्नु अरे क्या अब सबैजनाले बाइक कुदाउन आउँछ क्या भ्लगमा हाल्नु मेरो सबै रिस्तै बन्द गर्नु किन यो सब कुरा काटेको कसको ए त्यस्तो भएर आछ के रमाइलो त हो नि तपाईँको त हेर्छ अब केटाहरू हेर्छ हाम्रो टाइपको छैन भनेको यो त लड्कीले राउन्ड टाइप भयो क्या ब्रो केटाहरूले लिएर आएको क्या उल्टो
हुन्छ अनि यता जोसिङको वातिर पछाडिबाट हेर्दाखेरि भिडियो बनाएको कस्तो छ त ब्रदर कसरी सही छ तिमी एक्लै वेट नपुग्यो कसको फोन दाइ दुईजना तपाईँ सिनेमेटिक सर्टहरु चाहिँ ए एबीको मोबाइलबाट भिडियो खिच्दा हुन्छ लड्डु आयो गाइस उसले जिन्नु नै उदिन्छ है जज चाहिँ उमा भन्छ एउटा चाखौँ न नदिने रे त अहिले जजमेन्टमा चाहिँ खाइ केटाहरू के भन्छ केटाहरू चित्त बुझेन अरे उसकै जजमेन्ट चाहिएको ल कमललाई सबै भन्नु यो डिसिजन मेकिङमा बुझ्यो नि तिमीले फाइनेन्स यता के भन्छ डिसिजन मेकर न्यायाधीश ब्रोकर यो एक पक्ष चाहिँ यता हो होइन एक पक्ष चाहिँ मै हो है म यस्तै भर्सेस म भर्सेस उदाई कमल versus म होइन दाइ now we have found the place, our final destination, and now we're heading towards that place that is nearby. So, yeah. Okay, nice. Nice. Allah. Everything is good here now. You're gonna unpack and just settle. Fantastic. Aha, this is perfect. As a local, it's a soyo there, eh? Nice. This has a local vibe. Local vibe छ कि जोसियाङ है दामी रहेछ ठाउँ ल भइहाल्यो नि एक खोजा त हो यो बकुल्ला होइन दामी रहेछ त ल एकदम के अर्ग्यानिक के यहाँ त एउटा गुडी छ मस्त एनी टाइम बियर रम पनि खायो भयो रम खायो पनि भयो Matt Parker. मनिका कता हो त लड्डु आयो लड्डु Okay, cheers, Ram. भ्लगमा त यसरी आउनु Kukuri Ram. फेरि यही सर्ट म त किन फेरि यही सर्ट खिच्नु भने त्यही Has a good flavor. हैन गुन्डले मजाले देखाउने वाला थियो पालै पिलो अनि त्यो एउटा तुक्का लाग्यो फर्स्टमा चाहिँ तिमी भेरिफाई गर्ने थियो र भिडियो नभए त थाहा जे भने नि हुन्छ कसलाई कसलाई अनि यतिले क्यानाडा छोडेर नेपालमै बस्न आएको कुरा नि तालिदिनु ल ताले तर निश्चितै हो अब होइन मेरो जान चाह्यो भने आज टिकट काट्यो भने भोलि उड्न पाउँछु आज टिकट काटे भोलि उड्नु होइन म त पर्चीको भयो नि के गर्ने होइन तिम्रो त्यहाँको होइन उड्न पाएको भन्ने कि नपाएको भन्ने होइन तिम्रो क्राइटेरियामा सकिएको छ कि छैन कसरी हुन्छ त अनि अर्को हातले समातेर खाउनु न होइन मसँग चाहिँदैन होला अब
साथीभरि गुन्जिरहनेछ सृजनाको साथीभरि हटाउने छ सबैको यादहरू दिन मैले के पो सके पाउन पनि धेरै नै पाए साथी बिहेमा गिफ्ट दिन्छ नि होइन दुईवटा साँच्ची भाइ बिहेमा के गिफ्ट दिन्छ सबै मिलेर दुईवटा टिन लागेको गुणहरू सँगै मैले सृजना गरेको यो धुनहरू सार्दै सबलाई माया गर्ने कसम मैले खाएँ यो भिडियो रेकर्ड गरेर तिमीलाई डेलिकेट गरेर पठाउनु पर्छ मुटुभरि समेटिनेछ सबैको ट्विट गर्दाखेरि ओके ल यहाँ हाम्रो हुनुहुन्छ महेश दाई खोइ थोप देखाउँदै यतारी भ्लगमा हाई गर्नु भ्लगमा हो एकैछिन त मजाले तातो हाम्रो गाना चलिरहेछ यता लिड सिङ्गर अन्जुन भट्टराई फलोड बाई 3 अदर्स देशीमा जाँदा सँगै बस्नुला मिठा मिठा धेरै कुरा गरौँला बनपाखा कन्दरामा खेल्दै बसौँला तिमी हाँसिदिउँला रोही फकाउँला तिमी हाँसिदिउँला रोही फकाउँला मेरो आफ्नै मन परी मलाई लैजाउन छरी मेरो आफ्नै मन परी मलाई लैजाउन छरी तिम्रो डाँडा टाढा पारी मेरो आफ्नै मन परी मेरो आफ्नै मन परी रहेछन् हजारौँ अलमरी त भन्छन् मनले भनेकै ठिका कोठीका यहाँ त पलती त संसारै खुलेर तिमी सँगै उडेर संसारै खुलेर तिमी सँगै उडेर संसारै खुलेर तिमी सँगै उडेर संसारै भुलेर तिमी सँगै उडेर मम्मीलाई भनिदिनु नि म्युजिक तल आएको छ तिमीलाई हेर्न जुन किरी आउला And the situation of guys is this: everybody is flat, Right. The vibe is on. but the vibe is on. just have a look at this
That is Churching Poba. And that side is Bhaktapur and Kathmandu. And this side is Melamchi. The morning vibe is something else, man. The freshness of morning and the energy it provides. And this is the Sivapuri National Park, I guess, upside. And this road goes to Dhapram and Chisapani. Oh, guys, I was just enjoying the sunrise from here. Okay, so now we are all packed and now ready to leave the place. Right. As you can see, all the adventure bike. It's fantastic. Oh my god! Look at the mountains, man. Oh. Huh? Viewpoint? Just look at this. Oh my god. Right. Oh, क्यों यहाँ त पिकनिकै छ त? Oh shit यार, यहाँ त के हो यो? यहाँ त के पिकनिकै हो या? तल झार्दै तिमी झर्नुपर्छ यार, यहाँ त पिकनिकै रहेछ त। औ पिकनिक। हाँ तिमी राख नि त माथि लाने। ओके टायर राम्रो भएपछि चाहिँ कन्फिडेन्स दिने यार मजा आउने क्या। सही देख्दो रहेछ यहाँ। तर हामी उता माथि भ्यू पोइन्ट छ अरे नि त अर्को, त्यहाँ माथि भ्यू पोइन्ट छ अरे। फ्यान्टास्टिक, कस्तो दामी यार। Let's go, let's go. Right. Let's go that up. जान्छ त डबलै जान्छ जस्तो त, एक्लै जानुपर्छ ल। Must be great from there. Look at that. दामी थियो कि अझै त्यहाँबाट अझै बवाल देखिन्छ होला, त्यो त्यतापट्टि पनि खुल्छ कि। Deep छ क्या, so deep. So around I think 5-6 feet. Just look at this mountain views. Look at this Melamchi area, all fucked. FOGG80. Mountain. There's not much of snow, but it's lovely. त्यहाँ हेर नि त सही मन्दिर रहेछ कि त्यहाँ, देख्यौ?
ब्रो मन्दिर रहेछ ग्रुपमा त डाटा छ खोलेर यो हाल्नु यो ठाउँ त बाइक चलाउनु त मजाको रहेछ त त्यहाँ बाटो रहेछ This is a fantastic place, man. Just look at that clouds over there, man. All Melamchi area. It's fully covered in clouds. Okay, now heading back to Jarsinghpawa and finally to home, Kathmandu. Lovely, 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 lovely. Nice, nice. This is the fun of long travel suspension. You can just throw the bike anywhere, it'll handle it. Even with pillion. It's like a roller coaster. Now right to Jarsinghpawa. It's a fun ride. के चाहिँ यो बाइक कुदाउनु त अहिलेसम्म मलाई म कुनै बाइक कुदाउनु आएको छैन कस्तो मजा आएको सही छ सस्पेन्सन दाइ यो टायरले गर्दा सस्पेन्सन पनि त्यो दामी पछाडि ब्यागले गर्दा हो क्या ब्रो हजुर त्यो ब्यागले गर्दा हो कि पछाडि वेट भएर गर्दा सस्पेन्सन पनि राम्रो भएको अगाडि गएर बस्ने हो खाने ल जाऊँ दामी ठाउँ छ जाऊँ मिठै खाना पाउँछ होइन engine is damn smooth yaar, no vibration yaar. It's like a Honda engine. Okay, now left to the Melamchi, we're going right here. नौ विषयमा मात्रै बस्यो भने नौ विषयमा बसेको हामीले अस्ति भर्खर एउटा पाएको करोडा बेचेर बस्यो अरे करोडा बेचेर काठमाडौँ भाग्नु हुने दाजुभाइले अब त्यहाँ त अब त पपुलर नि त त्यो इट्टा भट्टा भन्नु इट्टा भट्टाले Okay, now we are heading towards Radhe Radhe and to my home. So I guess I will end this vlog here. It has been a great trip, a short trip, one night trip to, what is that, Jule होइन ठाउँ Jule Hill. It was a great night, enjoyed a lot, and see you guys on the next vlog, and stay tuned. Thank you for watching. Oi!